Good morning, everyone. I'm in Emirates Palace right now. परिवार पनि छ अनि फेरि ड्युटी जानु छ नाइट सिफ्टको क्लास पनि छ अनलाइन सानो मसित नै भेट्छु अहिलेको लागि चाहिँ नराख्छु ल इजिप्सियन साथी एकजना भेटेको पनि छु या आई डु ऱ्याप अल्सो हेलो 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 गाइज हेलो 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 सी यू आफ्नो त यस्तै छ पावर ब्याङ्क छ ज्याकेट अनि ट्राइपोड यहीँ छ अब सो या हाई गाइज अनि फेरि पनि वेलकम ब्याक टु पवन 1JK कुल भ्लग्समा सबैजनालाई म पवन खड्का होइन आज चाहिँ धेरै पछि सायद न्यु इयर पछिको भ्लग पछि चाहिँ म आज भ्लग बनाउँदैछु एन्ड बाई द वे टडे मेरो थम्बनेल हेरेर थाहा पाइसक्नु भयो होला द्याट वेयर एम आई गोइङ टु अनि त्यही रहेको छ म चाहिँ आज गइरहेको छु कोर्निक्स बिच एन्ड कोर्निक्स बिच मेबी 3टा प्लेसमा जान्छु कि 2टा प्लेसमा जान्छु कोर्निक्स बिच एन्ड इमिरेट्स प्यालेस लेट्स सी के हुन्छ बस चाहिँ आएको छ अघिको थियो नि बस त्यो बसले त हिँडिदियो कि त्यो बसले अरू रोक्दैन नि त यहाँ नेपाल जस्तो होइन अब यहाँ पुरै यहाँतिर त रोक्दैन होइन त्यही भएर चढ्न लाग्यो अब चाहिँ बस आइरहेको छ मेरो 103 या and he will drop you in the last stop 103 last stop where he finished the trip. You go down and go by walk maybe from here to the second signal Corniche. It means I have to replace two buses. No, if you want to go to Corniche, only one bus. But you want to walk maybe 5-6 minutes. Yeah, 5-6 minutes. I will gonna walk. Okay. If you want to Emirates Palace, then you change the bus. Yeah. But after reaching Corniche Beach, I can walk also. Okay. Yeah. If you reach, you take 103 bus. Yeah, 103. Yeah, he will drop you in the Capital Park. Yeah. From Capital Park, you go down there and go by walk to Corniche. And also, if you want to go by walk, in Corniche you go to Emirates Palace also. In which time it will arrive? Here. 103 start from the starting point 5:20. Now what time? It's going to be 5:20. Yeah, it's 5:20 now. 5:20. Yeah. He will stop now. Maybe within 10 minutes he will here. Okay. Okay, thank you, boss. Thank you. Welcome. त्यही हो गाइज अब नयाँ नौलो त खासै केही छैन फर्स्ट टाइम ट्राभल गर्दै पनि छु जस्तो भनौँ न त्यही भएर हो मैले नसोचेर मलाई थाहा छैन कि खासै बाटो अब बल्ल यसरी त बल्ल हिँडेको भनौँ न त्यही भएर हो सोधिरहेको चाहिँ ब्लग माई ब्लग You blog. सब्सक्राइब ओके नो प्रब्लम इन भिडियो so that it's just it is my just first traveling vlog. Are you from Nepal? Nepal. Yeah. Welcome. You are going now? I am 5 minutes. If you want to sit inside, no problem. भित्र बस्ने भए चाहिँ यु क्यान सिट भनेको होला चाहिँ होइन त्यही हो गाइज अब नयाँ नौलो त खासै केही छैन अब बल्ल फर्स्ट ट्राभल भ्लग हुनुपर्ने कि अनि एकचोटि चाहिँ भित्र जाऊँ न होइन यु वान्ट टु सिट इनसाइड नो प्रब्लम भन्दै थियो क्या यसो हेरिदिउँ न भित्र ए नमाज पढ्दो रहेछ नि बिचरा डिस्टर्ब त के गर्नु यस गाइज म चाहिँ बसमा पनि चढिसकेँ बस चढिसकेपछि म खास जानुपर्ने 103मा थियो तर त्यो बस चाहिँ म जाने ठाउँमा ठ्याक्कै डेस्टिनेसनमा पुग्थ्यो कि डाइरेक्ट भनौँ न म चाहिँ अनि डाइरेक्ट त्यो बस टेक्न नपाउँदै हिँडिहाल्यो कि 1 सेकेन्ड कि 2 सेकेन्ड रोकिहाल्यो हिँडिहाल्यो कि अनि हल्का त्यो 2 मिनट जति टाढा थियो त्यो पनि रोकभन्दा हिँडिहाल्यो अनि म चाहिँ 102मा चढेको छु यो बस चाहिँ अब म एउटा सिटीमा गएर झरेर त्यो पछि 5 मिनट फेरि ट्राभल गर्नुपर्छ बल्ल आउँछ इट विल टेक लाइक 30 मिनट्स जति लाग्छ होला म चढेको चाहिँ 10-15 मिनट्स अलरेडी भइसक्यो बसबाट झरिसकेको छु हल्का सिनेमेटिक सटहरू पनि हेर्नुभयो होला 2-4वटा अझै म राख्ने पनि छु अहिले चाहिँ म ठ्याक्कै सिटीमा आइसकेको छु म जाने जोड्ने चाहिँ अब म चाहिँ अहिले नेक्स्ट बस स्टपमा जान गइरहेको छु म झरेको ठाउँबाट थोरै यतापट्टि रहेछ कि
त्यो झरेको ठाउँबाट पनि जो 2 मिनट यतापट्टि भनौँ न। अब म जाने यहाँ हो, अहिले म झरेको चाहिँ उतापट्टि हो क्या त्यो मान्छेको ग्रुपमा। अनि त्यही नै हो, अब म अर्को बस स्टपमा जानुपर्ने छ। यही 1-2 मिनट जति हिँडेर। यो चाहिँ सिटी हो, हेर्न सक्नुहुन्छ मेरो ब्याकग्राउन्डमा चाहिँ। यो सिधै फेरि अर्को बसमा गएपछि म हजुरहरूलाई देखाउँछु। सो नेक्स्ट बस स्टपमा आइसक्यो भने मेबी इट विल टेक 5 मिनट जति लाग्छ होला यहाँबाट जानु चाहिँ। अनि त्यति बेलै हेर्छु। अब म यहाँ बसमा चाहिँ धेरै बोल्दैन, लाज लाग्यो यार मलाई त लास्ट टाइम। के हो कस्तो हेरिरहेको छ अगाडिबाट मान्छे, त्यही हो। म चाहिँ अब राखिदिन्छु ल, अहिले बसी नै भेट्छु। म चाहिँ आफ्नो डेस्टिनेसनमा चाहिँ आइपुगेको छु। म चाहिँ कहाँ जान लाग्यो भन्दाखेरि दिस इज कल्ड कोडनेक्स ब्रिज। बिचरा मलाई यहाँ हाम्रो नेपाली दिदीहरू पनि मैले बसमा भेटाएँ, त्यही भएको भएर चाहिँ हो। हाम्रो नेपाली दिदीहरू चाहिँ यहाँ हुनुहुन्छ है, ठ्याक्कै यहाँ हुनुहुन्छ। थ्याङ्क यू सो मच दिदीहरू। उहाँ उहाँ दिदीहरू के 2जना दिदीहरू हुनुहुन्थ्यो, जस कति मजाले मलाई बाटोहरू भन्नुभयो। फर्स्ट टाइममा यस्तै हुन्छ भाइ भन्नुभयो, सोधेँ। अनि बस स्टपमा मलाई झारिदिनु भयो। अनि म आएँ डाइरेक्ट। जस मलाई चाहिँ हेर्दा चाहिँ राम्रो लाग्यो है, सिटी कोडनेक्स ब्रिज चाहिँ खास यही रहेको रहेछ। ठ्याक्क मलाई आज कस्तो भएको थियो भन्दाखेरि फग लागेको थियो। अनि ल कस्तो हुन्छ होला भन्ने भइरहेको थियो। जे होस् धन्न त्यो फग लाए पनि अनि पुरै अर्को फग चाहिँ भइदिएन कि। जस नत्र त अलि सोचे जस्तो हुन्न नि त होइन। त्यही हो गाइज, म त रमाइलो लाग्यो थियो हेर्दा त, रमाइलो सजियोस्। अब म चाहिँ आउन त आएँ होइन, अब जाने फेरि कता हो, घुम्ने कता हो थाहा छैन। अब यही हो बिच चाहिँ होइन, यही हो हुन त यही हो। अनि यहाँ चाहिँ रमाइलो सिटी छ। वाह, दिस इज कलर शैली हो नि त खास त। आहा यस्तो छ है यहाँ। साथी न सङ्गी एक्लै रङ्गी सङ्गी हो कि क्या हो भने जस्तो पनि भयो मलाई घरिघरि। तर केही छैन, अब म जता घुमे नि हुन्छ यति भरिमा चाहिँ। हो यस्तै छ यो रमाइलो के हो, त्यही हो। मलाई खायो है यो बिल्डिङ, यो छ नि यो देखेको पिछेवाला, यसले चाहिँ बवाल खायो है। मन पऱ्यो मलाई। भाइब छ है, भाइब छ केटा हो, भाइब छ। त्यही हो, अब एक्लै ट्राभल पनि गर्दैछु। अब सबै जे हुन्छ नि बसमा त पुरै रस छ क्या। अब म त फर्स्ट टाइम नै हिँडेको भनौँ न, फर्स्ट होइन सेकेन्ड टाइम जति हो। त्यो चाहिँ सुरुमै हो, आएको 1-2 महिना भयो थियो कि 2-4 महिना कति भयो थियो। त्यति बेला चाहिँ साथीसँग चाहिँ एकचोटि गएको हो, त्यही पनि एरिया एक्सप्रेसमा गएको। त्यो चाहिँ यस्तो पब्लिक बसमा चाहिँ हिँडेको थिइनँ। टु मच रस छ है केटा हो। यो परदेशी जीवन भनेको अब यस्तै नै हो, के गर्ने त होइन। सुख दुःख रमाइलो नरमाइलो आफ्नै ठाउँमा छ। स्ट्रगल चाहिँ केटा हो, स्ट्रगल चाहिँ गर्नुपर्छ है जिन्दगीमा। स्ट्रगल भन्ने कुरा चाहिँ एकदम चाहिन्छ। मेरो साथीभाइ दिदीबहिनी तथा दाजुभाइहरू, स्ट्रगल भन्ने कुरा आफैले हो गर्ने भाइ। हेर तिमीलाई यहाँ हुँ दिने, कसैले यो गर्छु त्यो गर्छु भनेर भर पर्ने होइन, तिमी आफ्नो आफैले गर्ने हो। त्यही हो, अब अरू त के भन्ने हो र। अहिले एकछिनमै भेटौँ ल। म अब त्यहाँ बिचतिर पनि जान्छु, यसो सिटी पनि हेर्छु, सानोतिनो सिनेमेटिक पनि लिन्छु, स्टोरी पनि हाल्छु, स्टोरी स्न्याप पनि लिन्छु। स्न्यापच्याट त छ मैले युज त गरेको छैन, तर इन्स्टाग्राम पनि छ। इन्स्टाग्राममा पनि इन्स्टाग्रामको लिङ्क पनि म यहाँ राखिदिन्छु, यतापट्टि छ है साइडमा, हेर्नु होला। त्यही हो, अहिलेको लागि चाहिँ म सिधै युज नै गर्छु है त। अहिले एकछिनमै भेटौँ ल है त। के हो र यसको चाहिँ म चाहिँ होरियो चलाउनु चाहिँ मन लाग्छ क्या होइन। लेट मी एक्स हियर के कस्तो हुन्छ। सेक्युरिटी क्यान वी राइट द्याट वान दिस वान हाउ मच इट टेक्स यु डोन्ट नो। पैसा लेता है? पैसा लेता है ना आराम से। हाँ कितना जति लेता है? कितना पैसा 10-15-20 रुपया ना। स्कैन कर वो बेटो खलास किधर जाएगा जब। मेरे पास कैसे कैसे नहीं होगा? तो हम लोगों के पास मोबाइल का पैसा नहीं है हम लोगों का। ठीक है भाई। क्यों नहीं ऐसा चक्कर में खाना खाओ तू? सही है, ऐसा चक्कर में खाना खाओ अच्छा। आराम से हम लोग बाहर से। थैंक यू। हमारे भाइ हाम्रो पाकि साथ हुँदो रहेछ। मेबी पाकिस्तान हो कि इन्डियन हो कि नि आइएछ डन्डो। क्यामेरामा पनि अलि त्यो मेरो छेकेको जस्तो लाग्यो है। मैले भिडियो हेर्दै गरेको तर छेके जस्तो लाग्यो।
अब एडजस्ट गरिदिनु होला अब एडजस्ट त के भन्ने म मिलाएरै गर्छु होइन खास त यो होरियो चलाउँछु भनेको अनि स्क्यान गर्नुपर्छ रे यहाँ कता स्क्यान के गर्ने हो अनि त्यसपछि बल्ल राइड हान्ने होला त्यही नै हो एकछिनमै भेटौँ ल गाइस के हो यस गाइस म चाहिँ होइन टिकटक यताउता बनाउँदा टाइम त गएको थाहा नै भएन इट्स लाइक 7 o'clock भएर पनि 7:24-30 भइसक्यो होला नाउ आई हेभ टु मुभ म राम्रोसँग यो बिच पनि हेर्न भएन कि टिकटक बनाएँ त्यो सानो रिल्स पनि म इन्स्टाग्राममा राख्छु मेरो टिकटकमा पनि राख्छु हेलो गाइज हेलो सी यू बिचरा कुन स्कुलहरू कुद्न आएको रहेछ गाइजहरू चाहिँ देखो न गाइज क्या हो गया देखो न ओहो कालो जुत्ता त गयो त देखो न भइदियो त है अनि मान्छेहरू दकुनाई मर्निङ वाक मर्निङ रनिङ गर्दै आउँछन् मेबी आई विल शिफ्टेड हियर आफ्टर फ्यु मन्थ्स भन्ने कि अझै यो हाम्रो अङ्कलहरू यहाँ योगा सोगा गर्दै हुनुहुन्छ सानो भाइ पनि त्यही रहेछ रोक्नु है त गाइस ल आयो कोर्निक्स बिच चाहिँ यो हाम्रो अङ्कल चाहिँ यहाँ पुसअप गर्दै हुनुहुन्छ भ्यू यता राम्रो छ ल पुसअप दादाले नै गर्छ है मलाई फेरि फिटनेस भन्ने बित्तिकै कस्तो माया लागेर आउँछ है फिटनेसप्रति वाह हेर्छ माया हेर्छ शैली के हो रमाइलो छ त्यहाँ त मर्निङको भाइब चाहिँ जस्ट बबाल हुने रहेछ यहाँ चाहिँ है रमाइलो छ त्यहाँ त छुट्टै छ त्यहाँ त भाइब छ परिवार पनि छ वाह भलिबल खेल्दै रहेछन् ग्रुपमा केटीहरू बसिरहेछन् के सिधै माटोमै बस्दिरहेछन् त यिनीहरू त दादाको त यस्तो मेरो त यस्तो हुँदा त यहाँ हालत टाइट भइसकेको छ जुत्ता मात्रै फोहोर हुँदा हेर्नु न यहाँ परेवाहरू है वाह राम्रो छ त परिवारलाई फिड गरेर राख्नुभएको छ नानीले खासै केही त छैन रमाइलो छ I do vlog. Yeah, vlog. Yeah. Okay. You have to subscribe my channel also. Oh, so In English, PAWAN. PPP. BB? No. Huh? Diana? र मैले चाहिँ मेरो इजिप्सियन साथी एकजना भेटेको पनि छु है Yeah, I do rap also. Okay. And he found my TikTok video also. भर्खरै चाहिँ हामी साथी पनि भइसकेको छ हामी यहाँ भर्खरै या फलो नै आई विल अल्सो फलो ब्याक गर्छु त्यही हो मैले भर्खरै हामी सँगै टिकटक पनि बनायौँ त्यो टिकटक पनि म देखाउने छु हेलो माई फ्रेन्ड हाउ आर यु गुड all good we have connected in all now while I came here I will going to text you where do you live in Egypt and here Haldia. Huh? Haldia. I don't know place I'm just traveling first time I live in Sainakam you know Sainakam This is my first time of traveling, so that I'm just nice to meet you, bro. See you. And earphone. Okay. See you. रमाइलो सजियोस् रमाइलो रहेछ मान्छे चाहिँ आयो मेरो फोटो खिच्दैन भने अनि पछि तेरो मेरो नि खिच्नु भने खिच्यो अनि पछि मैले चाहिँ अनि टिकटक भिडियो बनाउन पनि अप्रोच गरेको त्यो पछि रमाइलो भयो अब यहाँबाट चाहिँ जानुपर्ने हुन्छ कि मैले अब सबै ठाउँमा घुम्न त घुमिसकेँ त्यो पछि चाहिँ अब म चाहिँ जान्छु यहाँ पछाडिपट्टि हेर्न सक्नुहुन्छ रमाइलो छ वातावरण त पुरै होइन एकदम रमाइलो छ वा चराहरू यहाँ खाना दिएको पछि त आएर त्यही हो रमाइलो भयो पुरै होइन अब म चाहिँ यहाँबाट खास त दिउँसोभरि नै घुम्न मन त थियो होइन के गर्नु अब दिउँसोभरि घुम्ने त भएन ड्युटी छ पढाइ छ आफ्नो सबै कुरा छ रमाइलो लागि पनि रहेछ मलाई अब भ्लग त गरिरहेको छु के बोलेछु के बोले छैन मलाई पनि थाहा छैन होइन अब गल्ती भएछ भने माफ पनि गरिदिनु होला राम्रै गर्न खोजिरहेको छु बिस्तारै भइ पनि रहेको छ सबै कुरा हतार गरेर पनि हुन्न क्या आफूले लाग्छ है मलाई यो जेनेरेसनलाई चाहिँ के चाहिएको छ भन्दाखेरि हामीलाई चाहिँ छिटो नै सक्सेस चाहिएको हुन्छ कि तर छिटो भन्ने कुरा केही हुँदैन कि सबै कुरा कन्सिस्टेन्सी हुनुपर्छ डिसिप्लिन हुनुपर्छ ओन्ली यु क्यान बी विच प्लेस यु वान्ट टु बी के त्यो हो कि खासमा कुरा चाहिँ त्यही हो अरू कुरा त के भन्ने होइन
रमाइलो छ। यो पछि फेरि म अर्को ठाउँ पनि जानु छ। भ्लग पनि सायद म पार्ट 2 गरेर पनि हाल्छु होला। निकै नै लामो हुनेवाला छ कि म फेरि बोल्दा 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 के बोल्दैछु मलाई पनि थाहा हुन्न कि फेरि त्यस्तो हुन्छ फेरि। त्यही भएर पनि हो। हेर्नु न वाह रमाइलो छ त पुरै है। अब म जानेछु कता भन्दाखेरि मिरर्स प्यालेस। यहाँबाट मेबी 12 टेक हिँडेर चाहिँ लाग्छ मेबी 5 to 10 minutes। बसमा लाग्ला 2 minutes। मेबी आई विल गो बाई वाकिङ अन फुट जान्छु म। त्यो पछि नै भेट्छु। अहिलेको लागि चाहिँ म राख्छु। त्यही हो राम्रो सनराइज हुँदैछ वाउ। त्यही हो अहिले भेट्छु। इट टेक्स लाइक 15-20 minutes टु रिच माई सेकेन्ड डेस्टिनेसन। द नेम इज मिरर्स प्यालेस एन्ड त्यो चाहिँ ठ्याक्कै ओरियो टावर हो कि ओरियो टावर हो कि यसमा टावर हो कि त्यही भएर हो। त्यही हो अब यहाँबाट चाहिँ म सायद बसमा जान्छु। म धेरै टाइम कन्ज्युम गर्दिनँ कि मलाई टाढो पुग्नु पनि छ। मेरो अब पढेको छ क्लास पनि छ कि फेरि अनलाइन क्लास छ अहिले चाहिँ त्यही क्लास लिएर आएको छु। त्यही भएर चाहिँ हो यहाँबाट चाहिँ लाग्ने चाहिँ 34 or 63 वाला बस। मेबी आई विल टेक द्याट बस एन्ड गो एज सुन एज पोसिबल बिकज नत्र मसँग धेरै टाइम हुन्न। म चाहिँ गइहाल्नु पर्ने हुन्छ। त्यही भएको भएर अहिलेको लागि चाहिँ म जान्छु। मेरो सामान अब सामग्रीहरू यस्तै छ यी अब यहाँ राख्छु अनि म यहाँबाट लाग्छु अनि केही मिलहरू म लिन्छु। त्यसपछि म फेरि जान्छु अनि खान्छुहरू क्या हो। सो यस गाइस म चाहिँ यही 63 को बस चढेर आएको है। यही हो अर्को उस चाहिँ अनि त्यहाँ पनि मैले भर्खरै बस चढ्नु। मेरो त फेरि लाज लाउँछ कि मलाई फेरि पब्लिकमा चाहिँ अलिक भ्लग गर्न लाज लाउँछ भन्दा पनि मिलेन कि चार्ज गर्दै थिएँ अनि यहाँ कार साट निकाल्नु पऱ्यो। बस कारहरू निकाल्दा फेरि चाहिँ अलिक मिलेन कि त्यही भएर हो। अनि म चाहिँ झर्न त झरेँ। अब फेरि म जानुपर्ने छ यहाँबाट हल्का उता हिँडेपछि चाहिँ अब इमिरेट्स प्यालेस आउँछ होइन। त्यो पछि चाहिँ अनि म जान्छु। त्यो पछि चाहिँ म अनि यहाँ अकोमोडेसन जान्छु बस्छु रेस्ट गर्छु अनि फेरि ड्युटी जानु छ नाइट सिफ्टको क्लास पनि छ अनलाइन सानो। त्यो पछि नै भेट्छु। अहिलेको लागि चाहिँ ल राख्छु ल डाइरेक्ट उता प्यालेस नै गएर भेट्छु ल। यो मेरो पछाडिको देख्नु भएको छ नि दिस इज बिल्डिङ के बिल्डिङ यस्तरी हेर्नु पनि त माथिसम्म त ल क्यामेराले पनि भ्यायो नि वहाँसम्म त्यो माथि को छ सियर के कम्पनी केही अफिस त होला है के हो यो के डिजाइन मात्रै यस्तो हो यो ल सेट ल माथिबाट हेर्दा त डर पो डर लाग्छ भन्ने भइरहेको म त औडा भइरहेको छु नि त। यस्तरी क्यामेरामा खोलिरहेको थिएँ होइन फ्रन्ट क्यामेरा यस्तो के आयो यो भनेको त बिल्डिङै रहेछ कि लास्टमा ल। बिल्डिङ्सहरू यही हो ठुला ठुला सहर यहाँ बेग्लै सोचाइ आइपुगेँ म पनि केही गर्नलाई भने जस्तो छ होइन। अनि यो हेर्दा पनि म अचम्म परेको कि यो ब्याकग्राउन्डको ल हेर्नु न माथि हेर्दा पनि म त ल सक परिरहेको माथि हेर्दै मलाई घुमायो कि ल यसमा यो अफिस रहेछ भने त त्यहाँ माथि हेर्ने मान्छे त औडा हुन्छ होला एकछिन त। यसमा त गाह्रै छ त हो बानी बस्न नि के हो ल ल ल होली सेट छ कि पुरै हेर्दै माथि हेर्दा नै उस छ कि माथि हेर्दा डर लाग्दैछ झन् त्यो माथिबाट तल हेर्दा कति डर लाग्दो होला। र यहाँ यो चाहिँ बवाल छ दिस वान इज बवाल है के हो दादाले यसमा टिकटक बनाउँछ हेर्नु है। सानतिनो सिनेमेटिक हेर्ने हो गाइस सिनेमेटिक नै हेर्नु ल त ल। ल साथीभाइहरू कता आयौँ होला म चाहिँ हेर्न सक्नुहुन्छ गेस गर्न सक्नुहुन्छ कि हुन्न। दादा आएको छ यहाँ इमिरेट्स प्यालेसमा फाइनल्ली भेट भयो केटा हो। यही नै छ इमिरेट्स प्यालेस चाहिँ रमाइलो रहेछ चाहिँ होस्। अहिले मैले देखेको बिल्डिङ चाहिँ यही हो त्यो। म चाहिँ यसो यहाँ घुम्छु। गुड मर्निङ एभ्री वान आई मिन इमिरेट्स प्यालेस राइट नाउ। थ्याङ्क यू फर भिजिटिङ। एकदम फ्री छ यो ठाउँ चाहिँ फ्री टु भिजिट। केही खाइन्छ भने पैसा लिन्छ नत्र लिँदिनँ। पिसफुल छ राम्रो छ त्यही हो। सो यस गाइज म चाहिँ आइसकेको छु हाम्रो इमिरेट्स प्यालेसमा राइट नाउ। आई मिन इमिरेट्स प्यालेस एकदम राम्रो छ र पछाडिको भ्यू हेर्न चाहनुहुन्छ दिस इज द असली भ्यू के दिस इज रमाइलो के क्यामेरा सायद फुल पनि छ होला डोन्ट वरी। दिस इज द बबाल ठाउँ छ कि राम्रो छ जस भ्यू हेर्नु न मेरो पछाडिको भ्यू हेर्न सक्नुहुन्छ सायद राम्रो देखियो कि देखियो नि
Look at this view. The view is here, man. The view is here. The view is here right now. यो हो नि त होइन राम्रो छ नि त जे है वाह राम्रो छ जे यो चाहिँ त्यही यो साथीभाइहरू रमाइलो लाग्यो मलाई खैर जस्ट घुमेँ म पनि आज होइन फर्स्ट टाइम एक्सपिरियन्स भनौँ न मेरो चाहिँ खासै घुम्ने मौकै मिल्दैन कि ड्युटी हुन्छ काम हुन्छ पढाइ यताउता क्लास सास भन्दा फेरि ठ्याक्कै मिल्दैन त्यही भएको भएर मलाई आज घुम्दाखेरि चाहिँ माइन्ड पनि फ्रेस भयो बब्बाल रमाइलो भयो त्यही हो अब सानो टिकटक सिकटक बनाएर जस्तो गर्छु यहाँ फ्यामिली उस पनि हुँदैछ घुम्नु पनि आउँदैछ कि वाह चुप्पा त्यस्तो म्याट वाह 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 होइन तो यस गाइज धेरै त होइन सानो मात्रै है धेरै गर्दैन आई विल डु 15 to 20 to 30 push-ups maybe after that I will go त्यही भएर गाइज र यति भन्दै यो भ्लगको लागि चाहिँ म यहीँ राख्न चाहन्छु हस्त नमस्ते थ्याङ्क यू फर वाचिङ माई भिडियो के हो थ्याङ्क यू गाइज है त सी यू